हेलो हेलो मेरा प्रिय साथीहरू सबैजनालाई नेपाली बाइबल स्टडीमा पुनः स्वागत छ। हामीहरूले परमेश्वर भन्ने विषयमा सिक्दै आइरहेका छौँ, जस अन्तर्गत आज परमेश्वरको स्वभावहरूको बारेमा, उहाँको क्रोध गर्ने, रिस गर्ने स्वभावमाथि चर्चा गरेर हेर्नेछौँ। आउनुहोस्, परमेश्वरको क्रोध कसरी कसरी प्रकट हुनेछ र परमेश्वरको क्रोधबाट हामीले सिक्नुपर्ने शिक्षा के हो, यो कुरालाई तपाईँ र मैले ध्यानसँग सुनेर बुझ्ने कोसिस गरौँ। परमेश्वर प्रेम परमेश्वर हुनुहुन्छ भनेर हामी सबैले सुन्ने र पढ्ने र सिक्ने गरेका छौँ, तर त्यसै समयमा परमेश्वर क्रोध गर्ने वा रिस गर्ने पनि हुनुहुन्छ भन्ने कुरा तपाईँ र मैले बिर्सिनु हुँदैन, किनभने उहाँ पवित्र हुनुहुन्छ र उहाँले पाप, अन्याय र अत्याचार सहनुहुन्न। उहाँले त्यसमाथि रिस गर्नुहुन्छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ। 2 पत्रुस 3 अध्यायको 9 पदमा परमेश्वर प्रेमी, दयालु र धैर्यवान हुनुहुन्छ। व्यवस्था 32 को 4 पदमा उहाँ न्याय गर्ने परमेश्वर पनि हुनुहुन्छ भनेर लेखिएको छ। भन्नुको मतलब परमेश्वरले मानिसलाई पुरा प्रेम गर्न चाहनुहुन्छ, तर पाप, अन्याय, अत्याचार र भ्रष्टाचार र दुष्टताको हाम्रो कामहरूलाई उहाँले घृणा गर्नुहुन्छ। त्यसप्रति उहाँ क्रोधित बन्नुहुन्छ, उहाँ रिस गर्नुहुन्छ। उहाँ हाम्रा पाप र अधर्मलाई नष्ट पार्नको निम्ति शुद्ध र न्याय स्थापित गरेर उहाँले व्यवहार गर्नुहुन्छ। उहाँले त्यो क्रोध स्वभावबाट आफूलाई अभिप्रेरित बनेर आउनुहुन्छ। यति हो कि उहाँ रिस गर्नमा ढिलो अनि धैर्यवान हुनुहुन्छ भन्ने कुरा हामीले बुझ्छौँ। यसकारण नहुम 1 अध्यायको 3 पदमा परमप्रभु रिस गर्नमा धैर्यवान हुनुहुन्छ, उहाँ अति शक्तिशाली, दोषीलाई दण्ड नदिई छोड्नुहुन्न भनेर यसरी यो वचनबाट हामीले बुझ्न सकौँ। र उदाहरणको निम्ति उत्पत्ति 6 अध्यायको 5 देखि 7 पदमा संसारका मानिसहरूले पाप गरेको कारण नुहाको समयमा जलप्रलयद्वारा उहाँले आफ्नो रिस पोखाउनु भएको थियो। उत्पत्ति 19 अध्यायको 24-25 पदमा सदोम र गोमोराको शहरमा मानिसहरूको पाप बढेको कारण परमेश्वरले त्यहाँको शहरलाई आगोद्वारा आफ्नो रिस पोखाउनु भएको थियो। गन्ती 14 अध्यायको 25 देखि 35 पद इजरायलीहरू उजाड स्थानमा गनगन गर्दा परमेश्वरले पहिलो पुस्तालाई नाश गराउनु भएको थियो। मत्ती 27 अध्यायको 46 पदमा पापीहरूलाई बचाउनको लागि परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्टमाथि क्रुसमा मृत्युको सजायद्वारा आफ्नो क्रोधलाई शान्त पार्नु भएको थियो। यसरी तपाईँ र म परमेश्वरको क्रोध कति भयानक छ भन्ने कुरा तपाईँ र मैले बुझ्न र सिक्न सकौँ। यसै कारण रोमी 1 अध्यायको 18 पदमा परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता, दुष्टताको विरोधमा स्वर्गबाट प्रकट भएको छ भनेर लेखिएको छ। कलसी 3 अध्यायको 5 र 6 मा व्यभिचार, अशुद्धता, कामुकता र खराब विचारहरूको खातिर परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउने छ भनेर लेखिएको छ। एफेसी 5 अध्यायको 6 पदमा किनकि अनाज्ञाकारीमाथि परमेश्वरको क्रोध पर्छ भनेर लेखियो। प्रकाश 19 अध्यायको 15 पदमा सर्वशक्तिमान परमेश्वरको क्रोध दाग कुण्ड उहाँले कुल्चनुहुन्छ। तर हामी जो उद्धार पाएकाहरूले परमेश्वरको क्रोधको नाशवानको लागि होइन, हाम्रो सुधारको लागि हो भन्ने कुरा हामीले बुझ्न जरुरी छ। यसबाट हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण शिक्षा, हाम्रो पापहरूले परमेश्वरको क्रोधलाई निम्त्याउँछ। त्यसैले पापको मार्गलाई हामीले त्यागेर पश्चातापी जीवनमा हामी आफ्नो जीवनलाई अगाडि बढाउनु पर्छ। त्यसैले पापको मार्गलाई छोडेर पश्चातापी जीवन जिएर हामी अगाडि परमेश्वरमा बढ्नुपर्छ। आफ्नो पापप्रति पश्चाताप भयौँ भने परमेश्वरको क्रोध रोकिन्छ। पापमा पश्चाताप गर्नेहरूलाई उहाँले क्षमा दिनुहुन्छ, पश्चाताप नगर्नेहरूलाई उहाँले क्रोधमा न्यायको स्वरूप उहाँले सजाय दण्ड दिनुहुन्छ भन्ने कुरा हामी यिनी वचनहरूको खण्डबाट हामीले मनन गरेर बुझ्न सक्छौँ। यसै कारण योना 3 अध्यायको 10 पदमा निन्वे सहरका मानिसहरूले परमेश्वरको चेतावनी पाएर पापबाट पश्चाताप गरेपछि परमेश्वरको क्रोध रोकिएको थियो भनेर हामी पढ्छौँ। यसरी हामी पनि आफ्नो व्यक्तिगत जीवनमा, चाहे तपाईँ र मेरो आफ्नो सामाजिक जीवनमा
परमेश्वरको डर अनि भय मानेर आफ्नो पाप र गल्तीहरूमा पश्चाताप गरेर परमेश्वरको क्रोधबाट बस्ने काम तपाईँ र मैले गर्नुपर्छ। के तपाईँलाई पापबाट पश्चाताप गरे पाप छोड्न तयार हुनुहुन्छ? परमेश्वरको अनुग्रहलाई बुझेर परमेश्वरको न्यायबाट तपाईँ र म बाँच्ने सिक्नुपर्छ। तपाईँ र मेरो जीवनमा परमेश्वरको क्रोध अहिले नै रोकिन सक्छ। यसै कारण परमेश्वरको क्रोध गर्ने स्वभावबाट हामीले यो बुझ्न सकौँ, हाम्रो जीवनलाई परमेश्वरमा पश्चातापी भएर हामी आफ्नो जीवनलाई तपाईँ र मैले राम्रो बनाउन सकौँ।